मुस्ताङ जिल्लामा यहाँहरूलाई स्वागत छ। मुस्ताङ जिल्लामा आइयो है हामी। हजुर जोमसोम कटेर है ए म्याग्दी सरी ए हजुर पितृहरू बस्ने ठाउँ बनाएको होइन त्यो घरहरू होइन घरै छ कि ती घरै बनाएको छ त्यो चिसो हुन्छ अन्त त्यसमा बनाएको नै हुनसक्छ एकचोटि पल्साएर त्यो 20 पल्ट के गर्यो यहाँ त्यतिको चाहिँ आदर्श अमरसिंह माध्यमिक विद्यालय पनि रहेको छ यहाँ। त्यहाँ पढ्नु नसकेर कार्तिक मङ्सिर पुसमा तल 6 महिनाभन्दा के भन्छ स्याउकाबाट यिनै हो स्याउ बल्ल फर्मा खाना पाइन्छ केही भन्दैन थाहा छ एउटातिर फतिहाल्छ चिपेर लानु जतिन फोटोसोटो खिच्न यताउति यतिको 100 रुपियाँ भने हामीले त बुटा खतरा ठुलो बुटा त सबै ओखरका हुन्छ स्याउ पाएन होइन स्याउको त साना हुन्छन् क्या त्यो ओखर काँटाको लागि सुकेको लागि ओखर र स्याउ त लगभग चाहिँ असोजका दिनतिरै हुन्छ भोलि पाइन्छ कि भोलि आउने बेलामा म त्यो अन्त तातोको लागि हो कि भनेको यस्तै जो कि अटोमेटिकै पहिले खोलो बाटो हो खन्ती बजार हो कि खनेकै बजार हो। खन्ती भने त्यस्तै खोल्नु परेको सबै कपडाहरू यो प्योर नेपाल हो नि त त्यही भएर एन्सर चल्दैन खच्चर खच्चर यहाँ त खच्चर ड्राइभर हुन्छ नि पुरै तर के खान्छन् यसले यहाँ जाने त पाले काम छ
देखिन्न होइन उनीहरू हिमाल उयो अन्नपूर्ण टाढो दिने कुन इमान हो यो अन्नपूर्ण हो र अन्नपूर्ण त होइन नि अन्नपूर्ण त पोखराबाट हो यहाँ धौलागिरी होला नजिकै गणेश हिमाल फुलेको स्याउ हो यो त सानैमा पनि फल्ने नि सानोमा हो नि फल्ने नि स्याउ बगान होइन सानो कोही अलिअलि ठुलो हुन्छ यो सानै हो बाँदर त किन्न खाने बाँदरै आउँदैन नि यहाँ बाँदर आउँदैन नत्र त खान्छ यस्तो चिसा आउँदैन नि सर बाँदर त्यही त होइन बाँदर त आउनु आए त खान्छ आए त खाइहाल्छ स्याउ पाएपछि यहाँ त जनावर के हुन्छ होला यहाँ तपाईँको छारल गोरल अनि कि हिमचितुवा आफ्नो ठाउँ एउटा हुन्छ नि दुःख जस्तो हुन्छ नि हो त्यस्तो हुँदो रहेछ फर्ने बेला आउनु न आउनु फुर्सद मिलाउनुहोस् आउनुहोस् एक दिन अब हामी डेली जस्तो आइन्छ बिहान आएर बेलुका फर्किनु भयो भने तपाईँको यहीँ स्याउबारी गरिदिनुहोस् स्याउ हुने बेला आउँछ स्याउ हुने बेला हदौतिर त्यति बेला अब त्यो सेम डे हुने बेलामा बिहान आएर बेलुका फर्किने हुन्छ नि त्यो बेला यतै झऱ्यो किन जानु पर्यो माथि होइन स्याउबारी आनन्द स्याउ खायो बना बस्यो गाडी झडको त्यसो लाग्यो बात एकदम अब इन्डियनहरू धेरै भयो 22-25जना लिएर आउनु धेरै ल्याउनु पर्दैन त्यो सिट जति पनि भइहाल्छ त्यत्रो आम्ला भन्ने प्लान बनाएको लगभग 8-10 वर्ष भयो मुस्ताङ आउने हुन्छ अङ्कल होइन पहिला आफ्नो काम गर्दाखेरि मुस्ताङको जाम बाइकमै भयो जाम केटाहरूसित म जान आँटेको 135 घरले टुकुचे खोला ए काठमाडौँको अब हामी मुस्ताङको टुकुचे गाउँमा प्रवेश गरेका छौँ। अहिले त खासै त्यति जाडो होइन क्या अस्ति त हिउँसाई ज्याकेट लाउँदा नि जाडो भयो र हामीले हात लगाइरहेको अहिलेसम्म
भनौँ न होइन लगाइराख्नु जुहरूको चोकी दियो त्यहाँ 100 कति घरधुरी भनेर लेखेकै यहाँ बोर्डमा त्यस्तो समुदाय 15% 135 घरधुरी जम्मा 135 घरधुरी रहेछ यो ठाउँमा यहाँ के उत्पादन हुन्छ त नि होइन मान्छेले सोध्छ नि यस्तो महँगो उस्तो बिचरा यहाँ सबै लोकेरले भयो अनि तरकारी त हुन्छ सागहरू स्याउ यो स्याउ स्याउ चाहिँ ठुला हुने ओखरका हरियाली हुन्छ नि तपाईँलाई हरिहरी स्याउबारी गयो पर्यो अनि टिकटक बना भिडियो बना छोड्यो हिजो यिनीहरूले त्यो कुहिएको वेस्ट भएको पनि रौसी मार्ने यिनीहरूलाई त केही उही छैन त खुट्टा किन रङ लाउँदा हजुर किरा नलाओस् भनेर औषधि हो भने सुन्तला पनि लाग्ने आँटेको त्यो भएर नि किरा लाउँदैन स्याउ खुर्पानी अनि ओखर अनि त्यो लुम्ले काँडे जस्तो यहाँ पनि त्यस्तै उठ क्या कृषि यहाँको विशेषता भनेको यो घरहरूमा यसरी यो बानी बानीको हाले आउँछ नि यो के अरे दाउरा दाउरा घरहरूमा हाम्रो चाहिँ के चलन हुन्छ भने धेरै चाहिँ हुने खाने मुख्य त्यस्ताले चाहिँ तपाईँको चाहिँ औवा सुली हुन्छ नि दाउरी भनेको जसको घरमा धेरै दाउरा हो धेरै धनी मान्छे हो ऊ चाहिँ अलिकति धनी मान्छेको घरमा पैसावाला पैसावाला मान्छेको घरमा धेरै दाउरा जल धेरै दाउरा छ त्यसमा धनी मान्छे भएको पहिला पहिला मार्टेको छ नि आएर कतिवटा छ त्यसमै आउँछ अस्ति हामी यहाँबाट जोक्सङबाट 5:30 बजे हिँडेको तपाईँको 12 बजे घर पुगेको अबर मुस्ताङ पनि बस जान्छ नि जान्छ ठ्याक्कै चाइनाबाट 10 गर्दा
किलोमिटर गाडा यस्तो हाम्रो 120 हजुर यस्तो हाम्रो 110 120 अनि यो ठुलो गाडी त बाइकको स्पिड त सक्यो भयो म्याच त्यति अप्ठ्यारो रहेछ यता त सजिलो रहेछ त्यसो लाग्यो न जमसम मुस्ताङ आइसकेका छौँ कृषि अनुसन्धान केन्द्र स्टोर छ माथा गाउँ यो सागहरू साग मार्फाको साग मार्फाको साग लाने भयो भन्यो भने भोलि चाहिँ त्यो हामी पर्ने होटेलकोले त्यहाँ छोरी छैन सोध्ने रहेछ भने भोलि चाहिँ लिएर जाने साग त अरू खाँचीकै मिठो क्या अब तिनीहरू कहाँ जान्छ चाहिँ यसो हेरेर ढोका खोज्दा त जाने हुन्छ घरमा गाउँ हेर्न जान्छ किनकि नानीहरूलाई सोध्छ होइन नि यो गाडीवाला सबै पठायो होला नि माथाको चेरी गल्ली हेर्छ भोलि भेट्छ नि त गाडी त्यहाँ राखेँ चेरी गल्ली आज हेरिहाल्नुपर्छ हामी त भोलि त कहाँ 1-2 घन्टा लाउँछ 2 घन्टा लाउँछ 2 घन्टा त लाउँछ बरु हामी त अब हामी बसेको ठाउँमा आज हेर्ने लायक के छ हामी बसेर ठाउँमा हेर्ने त्यही चेरी गल्ली मात्रै हो सर चेरी गल्ली मात्र हो भोलि हामी बिहान 4 बजे उठेर जान्छौँ अनि काठमाडौँ गएर श्राद्ध गर्छौँ त्यहाँबाट गएर मुक्तिनाथ जान्छौँ मुक्तिनाथ गएर तपाईँको दर्शन गऱ्यो खाना खायो अनि त्यहाँबाट फर्केर आएर दुम्बाले गएर होइन अनि दुम्बाले घेरेर अनि सर्दा जाँदा बेलुका 8-9 बजे घर पुगिहालिन्छ त्यो लिपे जस्तो के हो मन्दिर रहेछ त मन्दिर हो कति भिड हो मसला हो किन्ने अब भन्छु म मिलाएर ल यो भन्नुपर्छ चेरी गल्ली भने यहाँबाट भित्र हो कहाँबाट हामी अब बस्ने यो ए ल त्यसो भए राम्रै ठाउँमा राख्छ ठिकै छ त्यहाँ अगाडि राख्छु उताबाट हिँड्दै आएर त्यहीबाट हिँड्दै गयो नि यता किन आउनु पर्यो यो मार्फा बजारै हो मार्फा गाउँ होइन गाडी कन्डिसन मार्फा बजार अहिलेको तपाईँको बाटो यताबाट भएर व्यापार बिजनेस यता भयो त पहिला त उता हो नि त
Marfa village. We are stay here. Hotel Marfa Home and Thangani Kitchen. Where is our last destination?